ओके ल गुड मर्निङ सबैजनालाई नयाँ दिन नयाँ सुरुवात सिधै मुक्तिनाथ हानासेर मुस्ताङबाट होइन गुड मर्निङ चाहिँ अब फेरि हामी चाहिँ मुक्तिनाथको लागि अब रेडी हुँदै हो जान लाग्यो अब यसो जुत्ता सुत्ता लाउने चल्दैन होइन अरू त सबै जे लाएको थियो त्यसैमा सुतेको जेमा सुतेको त्यसैमा जाने अब नुहाउनु सकेन होइन कस्तो कन्डिसन छ यहाँ भन्दा होइन त पानी छोयो कि त हातै झर्ला जस्तो कि त्यस्तो क्या अब कस्तो जाडो छ त्यही भएर अब यतातिर आउँदा चाहिँ बन्द सञ्जाल लिएर आउनु होला होइन हात छोए हातै झर्ला जस्तो टोइलेट गयो होइन अब त्यही हो छाकै झर्ला जस्तो भने त चिसो खाएर पानी आयो टेम्परेचर त कति -9 रहेछ अनि पुरा चिसो छ होइन त्यही भएर मास्क साक्स चाहिँ लिएर पर्दो रहेछ आउँदाखेरि मास्क साक्स मैले त धन्न रुममा ल्याएको थियो मलाई ठिक भयो नत्र त्यो सास पनि कस्तो गाह्रो हुने नि राति सास पनि गाह्रो भइदिएर मलाई त्यो नाक्सा पनि टाल्यो चिसोले क्या होइन अब चाहिँ हामी चाहिँ जानु लाग्यो मुक्तिनाथ चियासिया पनि राखिदिनु चल्दिनु लाग्यो आएर खानु पर्यो चियासिया खानासाना सबै खाएर अनि फेरि ब्याक टु पोखरा हुनुपर्छ यसो बिचमा त्यहाँ त त्यो के अरे त्यो जेरी मुभीको त्यो उस भएकोतिर जाने भनेको फेरि फर्केर आइहाल्नु फर्केर आइहाल्नु नि के टेन्सन गर होइन बिहान उठ्ने बित्तिकै यो भनेको त हामीलाई त होइन एकदम नयाँ कुरा त हो नि होइन पोखराको मान्छेहरूलाई त हजुर ल अब हामी चाहिँ मुक्तिनाथ होइन हामी चाहिँ मुक्तिनाथ चल्दैन आँटेको हिँड्दै हिँड्दै सट्टा जानु पर्यो हिँड्दै हिँड्दै बिहान बिहान ल ल्यात हिउँ हेर्दा जमेर हो र झम 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 लट्न लटेन चिप्ल्यो मात्रै भोट केमा अरे घन्टीमा है लौ भोट घन्टीमा ऊ यो चाहियो भने अहिले पछि के हुन्छ अरे अरे ल मुखमा हाल्नु ल यहाँबाट कति टाइम लाग्छ यहाँबाट कति टाइम लाग्छ यहाँबाट कति टाइम लाग्छ यहाँबाट ल 10-15 मिनट लाग्छ अरे यहाँबाट अब गाडी चाहिँ भित्र छ क्या ननिकालेको सास फेर्न गएर हुन्छ है चौँगी खप्पर हो यो चौँगी खप्पर अदुवा खाँदै अब माथि छरिनु पर्यो हो र जमेर हो ओपर जमेर क्या यस्तो छ त फेरि होइन चाहिँ यो चाहिँ सेकेन्ड दिनको भ्लग यस्तो छ त्यो जुत्ता अस्ति अब म ओके अब म के भन्छ न्यु लुक्स सर्छु यस्तोमा हात नि कस्तो भएको त नि है हात नि बुढो मान्छे कस्तो भएछ यार हात पनि बुढो मान्छे जस्तो भएछ भनेको ल मास्क नलागिकन त अनि के अरे सास फेरि नसकिँदो रहेछ त्यो गाह्रो राति त मलाई कस्तो सास फेर्न गाह्रो हो क्या रुवा लाएर नाक टालेर घाँटी सुकेर नै ल अहिले अलिकति माथि पुगेपछि बनाउँछु ल भिडियो बाँकी चाहिँ जम्मै छ यो चिप्लिँदो रहेछ चिप्लिँदो रहेछ छैन छैन खासै जाडो छैन खासै जाडो छैन त्यस्तो जाडो छैन अरे आज
सेटअप हुँदैछ यहाँनिर पसल खुल्दैछ सबैजना मुक्तिनाथतिर चल्लु हान्दैछन् कुन त उत्यो हो मुक्तिनाथ उत्यो हो कता कता देखियो नि त नि मुक्तिनाथ कि कता ए अझै नदेखेर चाहिँ यहाँबाट अहिले फर्किँदा किन मलाई छुर्पी पनि पाउँदो रहेछ हो यहाँको प्योर छुर्पी यहाँको छुर्पी लैजानु पर्ला छुर्पी लैजानु पर्ला त्यसो भए प्योर छुर्पी यहाँको काठमाडौँतिर आउने चाहिँ सप्लाई हुन्छ कहाँबाट त अनि काठमाडौँतिर सप्लाई हुने चाहिँ उतातिर जुन काठमाडौँमा पाइन्छ नि पूजा सामान लानु माथि महँगो पर्छ कस्तो है टोनै डिफ्रेन्ट हुने कि लैजाउँ छुर्पी कसरी हो नि छुर्पी भन्नाले एउटा प्याकेटको कि ए सिङ्गीको 500 हो ल ठिकै छ पूजा सामग्री त हामीसँग छ भने किन्नु पर्छ अहिले त अनि ए नरिवल त के छ त हामीसित अनि ओके तेल छ दियो ल्याउनु भनेको बिर्सेछ के त्यतातिर पाउँदैन त अनि यहाँतिर पाउँदैन दियो सियो बिजनेस गरिखाने भाडा हेलो घोडालाई पनि हेर्दा कि फेरि उतै है उतै अन्त मुक्तिनाथ ए है मुक्तिनाथ देखियो त्यो त सक्नु पर्यो मुक्तिनाथ मन्दिरमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ मुक्तिनाथ विकास समिति फोटो खिच्ने यहाँ फोटो खिच्ने हो फर्किँदा खिच्ने यहाँनिर चाहिँ अलिक प्र्याङ्क हुँदो रहेछ कि यहाँनिर चाहिँ तलबाट हेर्दा चाहिँ नजिकै रहेछ होइन अनि बेलामा चाहिँ टाढा रहेछ हेर्दा चाहिँ नजिकै क्या फेरि त्यहाँबाट हेर्दा पनि त्यहीँ देख्छ यहाँबाट हेर्दा पनि त्यहीँ देख्छ तर्कै नहुँदैन अरे कि फेरि गाह्रो हुन्छ खासमा गाह्रो हुन्छ नि त टेम्परेचर अलिकति बेसी ऊ त्यहाँ हेर्दा हो त्यसलाई उताबाट सक्छ हेर्दा ऊ उकालोमा हिँड्दा पनि ओह्रालोमा कत्रो होइन आँखामा के हो लेन्स हालेको के हो डेन्जर रहेछ नेपालको नेता पनि रहेछ आधे अन्य आएर भने जस्तो यो कुरा त हामीलाई त होइन एकदम नयाँ कुरा हो नि त होइन यो हिउँ सिउँ भन्ने कुरा त हजुर म पनि त्यहाँ साइड पुग्नु छ त किन खाली दिनुहोस् उ त मम्मीले लिँदैन किन खाली दिनुहोस् त ल यत्रो दुःख पछि आइपुग्यो हामी चाहिँ मान्छे अझै वालचाल आउँदैछ होइन मनु चाहिँ होइन ल गेट चाहिँ यही हो
छिर्दिउँ है त ल सबैजनाको भगवान्ले रक्षा गरौँ है सबैजनालाई घुमिरहेको रहेछ है के हो साम्बा गुम्बा यो चाहिँ यहीँ छ बल्ल यो चाहिँ हिउँ जस्तो लाग्छ मलाई सबै थुप्रो छ होइन बाक्लै हुँदैछ यहाँ चाहिँ ठोक्दिउँ है त्यो घन्टी देख्दा पनि मलाई त्यहाँ त राज सोपाको याद आइरहेको क्या पहिला घन्टी देख्ने त्यसो मन्दिरहरूको याद आउँथ्यो भने अहिले घन्टी देख्दाखेरि त्यो बालु रवि लामिसँग याद आइरहेको भागिरहनु तर ल हजुर हजुर यिनीहरू योहरू आएको त कतिले त यहाँ कतिवटा धारा अरे 108 हो यहाँ चाहिँ एउटा भनाइ छ कि 108 वटा धारामा नुहायो भने चाहिँ होइन पाप पोखालिन्छ अरे अहिलेसम्म गरेको पापहरू त्यस्तो चाहिँ एउटा भनाइ छ अब हाम्रो दादा अब दुखुनु अब 108 धारामा यसो लाग्छ यो चाहिँ हल्का यो 109 वटा धारासम्म देखाइदिइहाल्छु होइन सर र मैले चाहिँ यस्तो हल्का हातले मात्रै गरेको अरे यस्तो होइन वाइल जाडो छ हौ त्यही मान्छे जम्ला नुहायो भन्छ मान्छे जम्ला तर मान्छे नुहाउनु चाहिँ नुहाइरह होइन यो सबै पूजा गर्ने लाइनहरू चाहिँ भिडियो जाँदा अनि सबै धोएपछि चाहिँ नुहाएपछि चाहिँ उतापट्टि गएर फेरि डुबुल्की मार्छ कि यो चाहिँ के भन्छ भने यो गऱ्यो भने चाहिँ पाप धोइन्छ अरे पाप पोखालिन्छ अरे भन्छ कि अहिलेसम्म गरेको पाप चाहिँ पोखालिन्छ अरे भन्छ होइन मैले चाहिँ पूजा गरेर भइसकेँ मैले चाहिँ ल अनि यहाँ पछि ल यही दाइ देखाइदिन्छ यस्तो आयो होइन त्यहाँबाट नुहाएर आयो नुहाएर आएपछि दाइले डुबुल्की मार्छ अब बाप ल ल ल ल यसरी यहाँ डुबुल्की मार्छ होइन उतापट्टि यहाँ पछि भन्छ पछाडि यता सक्यो जाने चेन्ज गर्ने यस्तो चाहिँ हाम्रो माहौल छ जाने हामी फोटो नरिकल फोडम यहाँ त भिडियो पनि मिल्छ होला आफैले फुटाल्यो ल फुटाल्नु घडा पार्नु त ल म यता खोइ म यसलाई ढ्याममा पार्छु एकचोटि फुटाउनु पर्छ है हो ल
ल ल ल ल ल ल ल टालेर आए। 50 होला नि त्यसलाई 50 निकालेर ऊ छुट्याएर हेर सही फुटेर अब यत्रोबाट आइहाल्यो होइन यहाँ पनि हेरौँ न होइन के रहेछ मन्दिर त त्यो भइहाल्यो मन्दिर चाहिँ यहाँ पनि के रहेछ यसो हेरिदिइहालौँ यस्तो दामी दामी कुराहरू छ अरे यहाँनिर हेर्नाहरू हुन्छ यहाँ घुमिरहेको छ म त स्लो मोसनमा कति मान्छे आउँछ होला यहाँ है मुक्तिनाथमै कति मान्छे आउँछ होला खै यो यो हो यसो त फल्दैन होला तर यसमा त है योमा चाहिँ फल्छ यस्तो हुँदो रहेछ स्याउको बुढा क्या अब कसैले भन्छ अरे यसमा स्याउ फल्छ भनेर यति बेला देखेर हेर केही छैन सब काटेर स्वाट्ट भएछ स्वाट्ट स्वाट्ट भएछ सबै सब हल्का फोटोसोटो खिचिदिनु पऱ्यो यहाँनिर है है त ए हिउँ होइन यो ओके ठिकै ल यहाँ घुम्यो यहाँभित्र हेऱ्यो होइन अब यतापट्टि जाने तर पुरै भित्ताभरि के भन्छ कुनैले थाहा त छैन केही पनि यहाँबाट हुने त माथिबाट हुने होला होइन माथिबाट हाम्रो स्वाट्ट लगाएर जानु पऱ्यो ढाकिने ढ्याक गेम्बल त्यहाँ के रहेछ त्यो पनि जानुपर्छ ल यसो हेरौँ मिलाउनु जानुपर्छ जोस् त्यही यार मुक्तिनाथ पनि आइयो होइन मुक्तिनाथ सुस्ताङ सायद हरेक नेपालीको सपनै हुन्छ होला कि यहाँनिर आउँछ होइन हाम्रो पनि थियो अब बच्चैदेखि जानी भनिन्थ्यो होइन आइयो पनि अब के भन्नु आइयो जोस् खुसी लाग्यो मनमा सपना पुरा भयो फाइनली अनि हेर्नुहोस् हिमाल सिमाल भनेको त अब होइन हिमाल भनेपछि त अर्कै हुन्छ नि त होइन अब उता अनि पोखरतिर बस्ने मान्छेलाई भनौँ न अब त्यस पाहाडतिर बस्ने मान्छेलाई तरातिर बस्ने मान्छेलाई हिमाल पनि देख्नु पाएँ यस्तो हुन्छ हिउँसिउँ भनेको यस्तो हुन्छ देख्नु पाएँ नेचुरल सिगान सर तान्न नि पाइयो चिसो लगाएर यस्तो छ पुरै सही छ हिउँ भन्ने चाहिँ यस्तो हुँदो रहेछ कि अब त डिप फ्रिजमा हुन्छ नि त भित्रपट्टि हो त्यस्तै हुँदो रहेछ कि यो यसलाई भन्दो रहेछ हिउँ कस्तो हेर त एक्ला खान्छु ल मुक्तिनाथ चाहिँ त्यहाँ आउँथेँ हजुर ए भइहाल्छ दिदी ल ल ल अङ्कल आन्टीमा हानिदिइहाल्छ नि टेन्सन नगर्नु ठन्डी बढ्यो हिमालयमा न्यानो छ मेरो घर जाउँ हिँड पोखरा के हो कुरो ल त ल जा ल भप्पै बिर्सिँदो रहेछ यो त उफ्रिएर गयो माथि के यो हिउँ किन सकिने र नसकिने अब खै योहरू ए अँ त है यसो मान्छेको लास होइन रे यो गाडेको ठाउँ ए च्यान डाँडा पो रहेछ त ल ठिक छ ए मम्मीले त्यहाँ घर बनाउनु चाहिँ
मैले त बनाएँ यार बनाउनु पऱ्यो क्या एउटा हजुर भिडियो हो के ठिक रहेछ गौतम बुद्ध जाम ल अब झरिदिनु पो तल स्वर्गमा बस्ने घर रे यो स्वर्गमा यो घरको उस के हो रहस्य यो घर चाहिँ स्वर्गमा बस्ने घर अरे क्या ल खोइ आइज घर बना मेरो एउटा ल यस्तो बन्यो मेरो चाहिँ यो सुरजको ठिकै छ भोलि पर्सि स्वर्गमा गयो भने बस्ने घर अरे क्या यो चाहिँ त्यस्तो भन्दो रहेछ स्वर्ग जाने कि नर्क जाने फेरि आफू त फेरि गाह्रो त्यहाँ पो गएर के हो कुरो भन्ने जस्तो चढाउ भिरपाखा चढाउ हामी चाहिँ झऱ्यो अब झरिदिउँ ल हामी गौतम बुद्धको कत्रो ठुलो मूर्ति रहेछ मन्दिर कता हो धुम्बा लेक अनि बजाम ल धुम्बा लेक चल्नुपर्छ त्यसो बेला के हो कुरो धन्दा लडेको यार इस आइस रहेछ कि यहाँनिर आइस होला कि त्यो यति मात्रै ल भिडियो त अति लामो होला जस्तो लाग्यो धेरै लामो हुन्न ल अब चाहिँ हामी होटेलतिर रिटर्न हुन आँटेको ब्याक टु होटेल होइन फर्किनु लाग्यो ए यो त घुमाउनु बिर्सिन्छ थेत तेरि यार घुमाउँ न ल हिँड्नु अगाडि हजुर अघि हिँड्नु केटा हात नदिँदो रहेछ यसरी गयो भने देख्छ कि त देउरी हातले घुमाउनु हुँदैन नि फेरि त्यहाँदेखि ल सुहाएर फर्किँदै हामी चाहिँ र फर्किँदैन आँटेमा अब चाहिँ ल त हान्नु पऱ्यो है ल ओके ल खानासाना खायो हामी त होइन अब हामी होटलबाट चाहिँ निस्किने हो बिच बाटोमा खोइ अब कता कता हुन्छ धुम्बा लेक सुम्बा लेक कता मार्फा सार्फा ढोका कसले खोल्छ सामान राख्दा यसो छिर्नु पर्ला भन्ने सोचिरहेको छौँ हामी चाहिँ होइन त्यही गर्नुपर्छ भुसेमा त हामीलाई ल त हामी चाहिँ अब फर्किएको है त फर्कियो हामी झरिया ओह्रालो लाग्यो हल्का उकालो ठडेको हिजोबाट पनि अब हल्का ओह्रालो झर्छ है चलाएर गइयो है त ड्राइभरको हालत हेर भिडियो गर्दै रङ्गा अघि हेर जान्छौ हाम्रो मिदी गाइजहरू है ल मिदी गाइज भिडियो किन गर्छ भने मिदी गाइज सबैजना ल ड्युटीमा खटिनु भएको छ ल है त हामी चाहिँ धुम्बा लेकतिर चलिदिएको होइन अब आएको बेलामा यसो हल्का छिर्दिउँ न होइन अब फेरि आउनु भने त्यस्तै हो त्यसैले आइपुग्यो हामी त यस्तै छ वेलकम टु थकाली कम्युनिटी ल त अगाडि हेर केही पनि थिएन त्यति बेला घर सर केही थिएन खोज सन्तर हामी घरमा त अगाडि हेर ऊ त्यहाँ यो परिसक्यो झर्दैछ कि कतातिर खै कहाँ यो त धुम्बा लेक
आइपुग्यो हामी चाहिँ। सो अलिकति सर्टकटमा देखाउँछु कि थोरै मात्रै है। भिडियो अति लामो हुन्छ यो थाहा मलाई, त्यही भएर थोरै तलै गरेर देखाउँछु ल। एकदम सर्ट छ क्या, हामी आज फर्किने हो नि त, त्यही भएर यसो आएको बेला देखाइदिइहाल्छु भनेर नि। के अरे अनि त्यहाँबाट यहाँ आउँदा चाहिँ बाटो चाहिँ बिचमा हल्का पिच, के अरे हल्का कच्ची रोड छ है, अरू चाहिँ सब पिच छ। ल हावा चल्दैछ चाहिँ मैले धेरैको फोटोमा देखिरहेको होइन, मलाई एकदम आउनु मन थियो पाइयो। त्यही हो, आज खुला आँखाले देख्नु पाइयो, सधैँ फोटोमा देखिरहेको, अन्त फोटोमा पनि देख्नु खुलै आँखाले देखेँ होइन। त्यही भने ल सबैजना नाम के हो भन त, नाम के हो? सौगात शेरचन। कान्छोको? लाना मगर। कान्छो यता हेर, कान्छो कान्छी यता हेर त, तिम्रो नाम के हो? ला खोज्छन् जाने हो, तिमीलाई युट्युबमा हालिदिन्छ है म है। ए यहाँनिर चाहिँ यो रूपसे खोला भन्दा थोरै अगाडिपट्टि मुस्ताङ जाने बेलामा यहाँनिर चाहिँ एउटा खतरा उस देख्दो रहेछ क्या, ढलान क्या, खोज। त्यही हेरौँ न होइन। हो त्यो देखाउला चाहिँ हामी यहाँनिर रोकेर होइन। होइन हेर हेर, त्यो हावा नै मिठो चल्दो रहेछ अरे। कतापट्टि हो यो? हजुर उहाँ है, हेर त केटा हो। यहाँबाट चाहिँ डाइरेक्ट त्यहाँपछि बन्द रहेछ कि के हो नदेखियो है, बन्द रहेछ उहाँ निस्केर है आउँछ यस्तो चाहिँ। नेपालीमा कस्तो हेर्दा फुल हल्लेको हल्लाइदिएको एक्चुअलमा चाहिँ हाम्रो ढेर त हल्लाइदियो ल है। हेर्नुपर्छ मिठा खाने रे, मिठाई नै ल्याएन खुला पैसा भयो हुन्छ, पैसा भयो त मजाले हुन्छ। 50 रुपियाँ छ क्या मलाई। यस्तो त भएन नि त नि, मसित यस्तो छ है पख्न त नि एकछिन कस्तो राम्रो रहेछ। अनि कसरी पख त पख यता अब मम्मीसँग खुल्ला कि पख एकछिन, पख एकछिन मम्मी ए मम्मी खोइ खोइहाल्नु त 50 खुल्ला खाएछ त 50 खुल्ला होइन यो दिन त यो दिन त एउटा 50 पाइसकेछन्। अघि नै अकाउन्टले दिए नि गाडी 50 खुल्ला हुन्छ, दुईजनालाई बाँड्दै हुन्छ, उसँग 50 पाइसकेछ उसले, उ त्यो 20 दुईजनालाई दि 20 दिन्छ मलाई यो दिन दुईटा लागि यता अगाडि ल उसले 50 पाइसक्यो होइन। ल बाले बाले लिनुपर्छ। ल तिमी 20 लियो खान्छौ भाइ, ल तिमी 20 लियो। ल तिमीलाई युट्युबमा हालिदिन्छ है म। ल भयो नि, खुसी भयो। बाई 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 गर त ल। मलाई दुईटा भन्छ, अहिले अर्को मान्छे आउँदाखेरि ल ल केटा ल है ल तेल हाल्ने आफै हो। हामी चाहिँ भर्खर पोखरा आयौँ है, पोखरा आइपुग्यौँ होइन। तेल हाल्न कति चाहिँ खाँदो रहेछ तेल हाल्दा, कस्तो कति चाहिँ जाँदो रहेछ होइन। जाने बेला फुल गरेर आयो नि त होइन, जाने बेला चाहिँ फुल गरेर आयो होइन। हेरौँ कति खाँदो रहेछ, कतिको जाँदो रहेछ होइन। एकैछिन ल खाँदै खाँदै सधैँ हेर्ने हो क्या हालिने, यसो यही स्टाइलले सधैँ हाल्ने। 4000 जति पुग्छ होला कि कति पुगेको त्यहाँ हेर्नु 23.24.01 खाँदैको यस्तै तेल खान्छ यस्तै हो। यिनीहरू जान्न कि झ्याप्पो त्यो रोकिएको अर्को अल्टोमा चाहिँ स्मार्ट जान्थ्यो, सेलको पाएरै बेग्लै छ।
पारा छ बेग्लै ओके ल हामीले तेलसेल चाहिँ हाल्यो होइन कति 25.91 लिटर चाहिँ तेल गयो दामको बारे भन्नुपर्दा 4,000 कति 67 रुपियाँ चाहिँ आउँदो रहेछ त्यति तेलको चाहिँ होइन त्यति तेल चाहिँ खाएछ भनेपछि हामीले फुल गरेर गयो है भनेपछि के 26 लिटर चाहिँ कतिको खायो अरे कति 25 के अरे 25 भनेपछि 26 लिटर चाहिँ तेल खाने हो 26 लिटर तेल खाँदो रहेछ ल है अब त्यही हो कुरा बाँकी कुरा त्यही होइन अब हामी चाहिँ पोखरा आइपुग्यो सिधै यताउता हुँदै होइन मैले 20 तिहार बनाएँ किन बनाउनु होइन राम्रो धेरै किन बनाउनु भनेर मेन हाम्रो मकसद भनेको मुस्ताङ देखाउनु थियो होइन मुस्ताङ देखाइहाल्यो होइन त्यो अब ठप्प हो फेरि हो ठप्प होइन ल अब त्यही हो सबैजना राम्रोसँग बस्नु होला आफ्नो ख्याल गर्नु होला होइन हामी चाहिँ अब भगवान्को कृपाले सकुशल पोखरासम्म आइपुग्न सफल भयो अब गइन्छ घर 2 बोतल मार्फा लिएर आएको छु होइन अब यही खाने बस्ने होला है त ल सबैजना आफ्नो ख्याल गर्नु होला राम्रोसँग बस्ने सबैजना है मिलेर ल सबैलाई माया गर्ने 6.87 पिस बाई बाई यहाँ हान्नु हजुरले